कोशी प्रदेशको क्रिकेटलाई टेवा पुर्याउने उद्देश्यले जुन चाहिँ धेरै क्रिकेटलाई चाहिँ उहाँहरूले चाहिँ सहयोग गरिराख्नु भएको छ। ठुलो दिल्ली गाउँपालिका परिवार, अन्य स्पोन्सर र सबै स्थानीय व्यक्तित्वहरूलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र नेपाल क्रिकेट सङ्घले यो प्रतियोगितालाई चाहिँ गर्नुपर्ने सहयोग, सहजीकरण, प्राविधिकदेखि लिएर अन्य सबै खालको प्रतियोगितालाई गर्नुपर्ने कुरामा नेपाल क्रिकेट सङ्घ प्रतिबद्ध छ। नेपाल क्रिकेट सङ्घ यहाँसँग सहकार्य गर्ने नै छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु। अफजल भाइले खास गरेर लामो समयदेखि खुबै मेहनत गरेर एक ओभरमा क्रिकेटलाई चाहिँ कसरी भनौँ न यो क्षेत्रमा ग्रामीण भेगमा लोकप्रिय बनाउन सकिन्छ र त्यसबाट नेपाल क्रिकेटलाई कसरी योगदान गर्न सकिन्छ जुन गरिराख्नु भएको छ। पहिला कोशी प्रिमियर लिगको नामले हामी 2टा लिग गऱ्यौँ र अहिले क्यानकै निर्णय अनुसार कोशी प्राइड लिग, नेपाल प्रिमियर लिग एउटा मात्रै हामीले एउटा विशेष नाम राख्नुपर्छ भन्ने निर्णय गरेको चाहिँ कोशी प्राइड लिग र प्रदेशहरूले गर्ने प्राइड लिगहरू भनेका छ। त्यही अनुरूप यो प्रतियोगिता भएको छ, हुँदैछ। आगामी दिनमा यो प्रतियोगिताको म एकदम सफलताको लागि, एकदमै भव्य सफलताको म शुभकामना दिन चाहन्छु। यस कार्यक्रमका अध्यक्ष, सभापति एवं केपीएल का डाइरेक्टर अफजल भाइ, यो कार्यक्रममा उपस्थित क्यानका कोषाध्यक्षज्यू, केन्द्रीय सदस्यज्यू, केपीएल आयोजक परिवारका सम्पूर्ण सदस्य साथीहरू, खास गरेर डाक्टर खलिल आजाद स्मृति प्रतिष्ठानसँग सम्बन्धित र यो मैदानसँग सम्बन्ध सबै आदरणीय व्यक्तित्वहरू, नेपाल क्रिकेट सङ्घको सबै तह, प्रदेश, जिल्ला तहका यहाँ उपस्थित आदरणीय साथीहरू, सहभागी हुने 6वटै टिमका प्रतिनिधिहरू, अन्य स्पोन्सर जो यो क्रिकेटलाई, खेलकुदलाई माया गरेर सहयोग गरिराख्नु भएको आदरणीय व्यक्तित्वहरू, मिडियाका साथीहरू, खेलाडी भाइ बहिनी एवं क्रिकेट खेललाई समर्थन सहयोग